हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। आज फेरि पनि हामीले चाहिँ सेट 6 लिएर आएका छौँ, जुन योभन्दा पहिला हामीले सेट 5सम्म चाहिँ हामीले हाम्रो युट्युब च्यानलमा अपलोड गरिसकेका छौँ र आज चाहिँ सिभिल सब इन्जिनियर असिस्टेन्ट सब इन्जिनियरको लागि चाहिँ सेट 6 लिएर आएका छौँ साथीहरू। योभन्दा पहिलाको भिडियोहरू हाम्रो 5वटा भिडियोहरू अपलोड गरिसकेका छौँ सेट। त्यो चाहिँ हेर्नु भएको छैन भने चाहिँ हाम्रो सिभिल सब इन्जिनियर प्रो युट्युब च्यानलको चाहिँ प्लेलिस्टमा गएर पास्ट क्वेसन भनेर चाहिँ हाम्रो प्लेलिस्ट तयार गरेका छौँ, त्यसमा गएर तपाईँहरू हेर्न सक्नुहुन्छ। र साथीहरू आज चाहिँ हाम्रो सेट 6मा चाहिँ हाम्रो के भनेको छ, चाहिँ हाम्रो 2068 2 महिना जेठ 5 गते चाहिँ सोधेको क्वेसन रहेको थियो, जुन चाहिँ हाम्रो आज 50वटा क्वेसनहरू रहेका छन्। ल हेरौँ आज डिटेलमा के कस्तो क्वेसनहरू रहेको छ हेरौँ। ल अब क्वेसन नम्बर 1मा जाउँ। क्वेसन नम्बर 1मा के भन्यो भन्दा साथीहरू, एज पर म्युनिसिपल बाई ल इन्स्टलेसन अफ अ लिफ्ट इज रिक्वायर्ड फर बिल्डिङ मोर देन भनेको छ। हाम्रो नगरपालिकाको नियमअनुसार चाहिँ जुन नगरपालिकाको नियमअनुसार चाहिँ कति तलाभन्दा अग्लो भवनमा लिफ्ट जडान गर्नुपर्छ, लिफ्ट अनुसारमा चाहिँ लिफ्ट जडान गर्ने चाहिँ कति तलासम्म हुनुपर्छ भनेर चाहिँ दिएको छ साथीहरू। कति तलासम्म होला चाहिँ हाम्रो लिफ्ट चाहिँ हाम्रो 5 फ्लोर अप्सन बी इज करेक्ट आन्सर साथीहरू। मैले यसमा चाहिँ पहिले भनिहालेँ 5 फ्लोर, यसमा चाहिँ हाम्रो 5 फ्लोरभन्दा अग्लो छ भने चाहिँ हाम्रो त्यसमा चाहिँ लिफ्ट जडान गर्न सकिने रहेछ साथीहरू। ल त्यस्तै हामी क्वेसन नम्बर 2मा जाउँ। क्वेसन नम्बर 2मा के भन्यो, क्वेसन नम्बर 2मा त एज पर म्युनिसिपल बाई ल द हाइट अफ द बिल्डिङ इज टेकन फ्रम भनेको छ। एज पर म्युनिसिपल बाई ल म्युनिसिपल भने चाहिँ हाम्रो नगरपालिकाको नियमअनुसार चाहिँ हाम्रो द हाइट अफ बिल्डिङ इज टेकन फ्रम भन्यो कि भवनको उचाइ कहाँबाट लिइन्छ भनेको छ। यसमा चाहिँ अप्सन एमा छ फुटपाथ लेभल, अप्सन बीमा छ बेसमेन्ट लेभल, अप्सन सीमा छ प्लेन लेभल, अप्सन डीमा छ रोड लेभल भनेको छ। यसमा चाहिँ के होला अप्सन कुन चाहिँ, एज पर म्युनिसिपल बाई ल द हाइट अफ अ बिल्डिङ इज टेकन फ्रम भनेर नगरपालिकाको नियमअनुसार चाहिँ हाम्रो भवनको उचाइ कहाँबाट लिन्छ भनेको छ भने चाहिँ हाम्रो रोड लेभलबाट अप्सन डी इज करेक्ट आन्सर, रोड लेभल इज करेक्ट आन्सर। त्यस्तै क्वेसन नम्बर 3मा जाउँ। फार इज द एब्रिभिएसन अफ भनेको छ। हाम्रो चाहिँ फारको चाहिँ हाम्रो यसको फुल फर्म चाहिँ के होला, पुरा रूप चाहिँ के होला हाम्रो क्वेसन नम्बर 3को चाहिँ फारको फुल फर्म के, फ्लोर एनालाइसिस रेट हो कि फ्लोर एसेसमेन्ट लेभल हो कि, अप्सन सीमा चाहिँ फ्लोर एरिया रिलेसन हो कि, अप्सन डीमा चाहिँ फ्लोर एरिया रेसियो हो। क्वेसन नम्बर 3को चाहिँ के होला साथीहरू, फारको चाहिँ हाम्रो फ्लोर एरिया रेसियो, अप्सन डी इज करेक्ट आन्सर, फ्लोर एरिया रेसियो है। र त्यस्तै हाम्रो क्वेसन नम्बर 4मा जाउँ। क्वेसन नम्बर 4मा के भन्यो, वाटर रिक्वायरमेन्ट फर द रेसिडेन्टल बिल्डिङ इज भन्यो कि हाम्रो चाहिँ यसमा के भन्यो भने चाहिँ हाम्रो वाटर रिक्वायरमेन्ट फर रेसिडेन्टल बिल्डिङ, रेसिडेन्ट भनेको चाहिँ हाम्रो आवासीय बस्ने हाम्रो आवासीय जुन चाहिँ मान्छे बस्ने आवासीय भवन हुन्छ त्यसको लागि चाहिँ आवश्यकता पानीको आवश्यकता चाहिँ प्रति व्यक्ति प्रतिदिन चाहिँ कति लिटरसम्मको हाम्रो पानी आवश्यकता पर्छ भनेर रहेको छ। यसमा अप्सन एमा चाहिँ 450 लिटर पर हेड पर डे भनेको छ, 200 लिटर पर डे हेड पर डे भनेको छ, 300 लिटर पर हेड पर डे भनेको छ, लास्ट डीमा चाहिँ हाम्रो 400 लिटर पर हेड पर डे भनेको छ। यसमा चाहिँ हाम्रो क्वेसन नम्बर 4को राइट आन्सर के होला साथीहरू, हाम्रो 200 लिटर पर डे लिटर्स पर हेड पर डे चाहिँ करेक्ट आन्सर रहेको छ। ल अप्सन बी इज करेक्ट आन्सर। क्वेसन 5मा जाउँ। वेल डिजाइनिङ इज सेफ्टी ट्याङ्क एप्रोक्सिमेट भोल्युम रिक्वायरमेन्ट इज टेकन एज भनेको छ। हाम्रो जुन चाहिँ सेफ्टी ट्याङ्कको डिजाइन गर्दा चाहिँ अनुमानित आयतन आवश्यकता कति आयतन चाहिँ हाम्रो आयतन चाहिँ आवश्यकता पर्छ भन्न खोज्यो। अनि कति पर्छ होला हाम्रो यसमा चाहिँ एमा छ 0.125 क्युबिक मिटर पर युजर भनेको छ एउटा युजरको, बीमा छ 0.05 क्युबिक मिटर पर युजर भनेको छ। एउटा युजर एकजनाले प्रयोग गरे प्रयोगकर्ता प्रति प्रयोगकर्ता कति लिन्छ भनेको छ। प्रयोगकर्ता प्रत्येक व्यक्तिले चाहिँ कति लिन्छ भन्न खोज्यो या आवश्यकता चाहिँ कति हुन्छ भने चाहिँ अर्को सीमा छ 0.10 क्युबिक मिटर पर युजर भनेको छ। अप्सन डीमा छ 0.15 क्युबिक मिटर पर युजर भनेको छ। हाम्रो साथी के होला क्वेसन नम्बर 5 को चाहिँ आन्सर हाम्रो अप्सन डी 0.15 क्युबिक मिटर पर युजर चाहिँ करेक्ट आन्सर रहेको छ। र 6मा जाउँ। नर्मल्ली द साइज अफ पिभिसी सिवरेज पाइप फर डोमेस्टिक पर्पोजेस भनेको छ। हाम्रो चाहिँ जुन चाहिँ घरमा घरको लागि चाहिँ पिभिसी ढल पाइपको लागि साइज कति हुन्छ भनेर रहेको छ। यसमा चाहिँ हाम्रो अप्सन 65 mm ओडी एन्ड 110 mm ओडी भनेको छ। अनि अर्को छ बीमा छ 75 ओडी एन्ड 110 mm भनेको छ। अर्को छ सीमा छ 110 mm ओडी एन्ड 160 mm ओडी भनेको छ। अप्सन डीमा छ 160 mm ओडी एन्ड 200 mm ओडी भनेको छ। यसमा चाहिँ हाम्रो कुन होला साथी, क्वेसन नम्बर 6 को एन्सर चाहिँ अप्सन एमा रहेको छ 65 mm ओडी एन्ड 110 mm ओडी इज करेक्ट एन्सर रहेको छ। त्यस्तै साथीहरू अलिकति फास्ट गरौँ, हामी भिडियो लामो हुन्छ होइन, नबुझेको कुराहरू तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। नर्मली द थिकनेस अफ NP3 कङ्क्रिट होम पाइप इज भनेको छ। नर्मली द थिकनेस अफ NP3 कङ्क्रिट होम पाइप इज भनेको छ। यसमा चाहिँ 3 इन्च हो कि, बीमा छ 1 × 1/2
को 2 इन्च हो कि यसमा सीमा चाहिँ 2 इन्च हो कि यसमा चाहिँ थिकनेस चाहिँ कति हुन्छ भने चाहिँ डीमा चाहिँ 2 × 1/2 इन्च हो कि यसमा चाहिँ कुन होला साथीहरू 7 को चाहिँ हाम्रो 3 चाहिँ करेक्ट एन्सर रहेको छ अप्सन ए। ल क्वेसन नम्बर 8 मा जाउँ। अर्थिङ सिस्टम हाम्रो अर्थिङ यसमा चाहिँ के भने अर्थिङ सिस्टम रेसिस्टेन्ट अनलेसेस अदरवाइज स्ट्याटिस भनेको छ। यसमा चाहिँ सी ओम छ, बी अनि बीमा छ 3 ओम भनेको छ, सीमा चाहिँ 4 ओम भनेको छ, डीमा चाहिँ 5 ओम भनेको छ। यसमा चाहिँ हाम्रो अर्थिङको प्रतिरोध गर्ने जुन यसमा चाहिँ हाम्रो अर्थिङमा हो, अर्थिङमा चाहिँ सिस्टम रेसिस्टेन्स कति चाहिँ रेसिस्ट गर्छ भनेको छ, यसमा चाहिँ प्रतिरोध गर्छ अनलेसेस अदरवाइज स्टेट भनेको छ। यसमा चाहिँ कति गर्छ होला हाम्रो क्वेसन नम्बर 8 को चाहिँ हाम्रो 5 ओम चाहिँ प्रतिरोध गर्छ। यसमा चाहिँ 5। क्वेसन नम्बर 9 मा जाउँ। द इलेक्ट्रिकल वर्क इज स्विच इज नर्मली प्लेस्ड इन भनेको छ। इन इलेक्ट्रिकल वर्क इज स्विच इज नर्मली प्लेस्ड इन भनेको छ। यसमा चाहिँ हाम्रो विद्युतीय कार्यक्रममा प्रत्येक स्विच सामान्यतया कहाँ राखिन्छ भन्न खोज्दा यसमा चाहिँ प्रत्येक स्विचहरू सामान्यतया कहाँ राखिन्छ त हाम्रो क्वेसन नम्बर 9 मा छ। अप्सन ए मा चाहिँ सिंगल फेसेस, बी मा चाहिँ न्युट्रल, अप्सन सी मा चाहिँ 3 फेस, अप्सन डी मा चाहिँ सिंगल बेस एन्ड न्युट्रल भनेको छ। हाम्रो चाहिँ क्वेसन नम्बर 9 को चाहिँ के होला साथीहरू हाम्रो सिंगल फेसेसमा राख्छ है साथीहरू। सिंगल फेसेस इज करेक्ट आन्सर। त्यस्तै क्वेसन नम्बर 10 मा जाउँ। द भेनियर्स which the extend in the same direction in which the gradients of their main scale increase and smallest division is shorter than the smallest division of their scale is called as भनेको छ। अप्सन एमा चाहिँ डाइरेक्ट भर्नियर, बीमा चाहिँ इन्डाइरेक्ट भर्नियर, रेट्रोग्रेड, सीमा चाहिँ रेट्रोग्रेड भर्नियर, डीमा चाहिँ लेस्ट भर्नियर भनेको छ। यसमा चाहिँ भर्नियरको जुन मुख्य स्केलको ग्रेडेसन बढेको दिशामा चाहिँ फैलेको हुन्छ भनेको छ। यसमा जुन हाम्रो जुन के भन्यो भने चाहिँ सानो विभाजन हुन्छ नि, जुन हाम्रो सानो एउटा भर्नियर स्केलमा चाहिँ सानो डिभिजन हुन्छ। सानो डिभिजनबाट हाम्रो तिनीहरूको स्कुलको सानो डिभिजन भन्दा छोटो सानो डिभिजन तिनीहरूको स्कुलभन्दा सानो डिभिजन भन्दा छोटो हुन्छ भने त्यसलाई के भनिन्छ भन्न खोजा। यसमा चाहिँ यसमा के हुन्छ हाम्रो जुन हाम्रो के होला अप्सन एमा चाहिँ डाइरेक्ट भर्नियर, अप्सन बीमा चाहिँ इन्डाइरेक्ट भर्नियर, अप्सन सीमा चाहिँ रेट्रोग्रेड भर्नियर, अप्सन डीमा चाहिँ लिस्ट भर्नियर भनेको छ। यसमा चाहिँ हाम्रो क्वेसन नम्बर 10 को चाहिँ राइट एन्सर चाहिँ साथीहरू हाम्रो डाइरेक्ट भर्नियर इज करेक्ट एन्सर हो। ल त्यस्तै अर्को छ द करेक्ट रिलेसन बिट्विन द फर बेरिङ एन्ड ब्याक बेरिङ इज कम्पास सर्भे भनेको छ। यसमा चाहिँ हाम्रो के होला साथीहरू हाम्रो ब्याक बेरिङ इज गर्छ 180 डिग्री प्लस बाई प्लस माइनस फर बेरिङ भनेको छ। यसमा चाहिँ हाम्रो अनि अर्को छ हाम्रो ब्याक बेरिङमा फर बेरिङ प्लस बाई माइनस 180 डिग्री भनेको छ। यसमा चाहिँ अर्को छ हाम्रो फर बेरिङ होइन, फर बेरिङ बराबर ब्याक बेरिङ प्लस बाई माइनस 180 डिग्री भनेको छ। यसमा चाहिँ हाम्रो फर बेरिङ 180 डिग्री प्लस बाई माइनस ब्याक बेरिङ भनेको छ। यसमा चाहिँ हाम्रो कुन हुन्छ करेक्ट रिलेसन चाहिँ हाम्रो क्वेसन नम्बर 11 को चाहिँ हाम्रो ब्याक बेरिङ बराबर फर बेरिङ प्लस बाई माइनस 180 डिग्री भनेको छ। यो चाहिँ करेक्ट एन्सर रहेको छ। ल क्वेसन नम्बर 12 मा जाउँ। द प्रोसेस अफ फाइन्डिङ आउट द लोकेसन अफ अ स्टेसन अकुपेड बाई अ प्लेन टेबल अन द सिट बाई मिन्स अफ साइटिङ टू अथवा 3 वेल डिफाइन्ड पोइन्ट्स विच लोकेसन हेभ बिन प्रिभियसली प्लोटेड अन द सिट इज नाउन एज भनेको छ। यसमा क्वेसन नम्बर 12 के होला 2/3 पोइन्ट प्लोटिङ भनेको छ, 2/3 पोइन्ट कन्डिसन भनेको छ, 2/3 पोइन्ट सोलुसन भनेको छ, 2/3 पोइन्ट प्रोब्लम भनेको छ। क्वेसन नम्बर 12 के होला साथीहरू हाम्रो के भन्यो कुनै पनि अब यसले के भन्यो भनेपछि जुन चाहिँ हाम्रो यस्तो यसमा चाहिँ कुनै पनि प्लेन टेबलले ओगटेको स्टेसनको स्थान पत्ता लगाउने प्रक्रियालाई के भनिन्छ भन्न खोजा एउटा, त्यसलाई चाहिँ हाम्रो के भनिन्छ भनेपछि क्वेसन नम्बर 12 को चाहिँ हाम्रो राइट एन्सर चाहिँ हाम्रो डी रहेको छ। 2/3 पोइन्ट प्रोब्लम इज करेक्ट एन्सर रहेको छ। हाम्रो अप्सन डी इज करेक्ट एन्सर। ल त्यस्तै अर्को छ द म्याक्सिमम पर्सेन्ट अफ इन्ग्रेडियन्ट इन सिमेन्ट इज द्याट भनेको छ। यसमा चाहिँ के हुन्छ जिप्सम हो कि लाइम हो कि एल्युमिनियम हो कि सिलिका हो भनेको छ। यसमा चाहिँ के होला द म्याक्सिमम पर्सेन्ट अफ ग्रेडियन्ट इन सिमेन्ट इज द्याट भनेको छ। यसमा चाहिँ हाम्रो के होला साथीहरू हाम्रो चाहिँ लाइम चाहिँ हो, त्यसैले करेक्ट एन्सर चाहिँ हाम्रो लाइम रहेको छ। त्यस्तै हाम्रो अर्को छ 14 मा जाउँ। 14 मा के दियो भन्दा द टाइप अफ ग्लास युज फर द विन्डो अफ बाथरुम एन्ड टोइलेट्स आर भनेको छ। जसमा चाहिँ प्लान्ट ग्लास हुन्छ कि कलरेड ग्लास हुन्छ कि ग्राउन्ड ग्लास हुन्छ कि ब्लक ग्लास हुन्छ। क्वेसन नम्बर 40 मा जुन चाहिँ हाम्रो विन्डो बाथरुम एन्ड टोइलेट्समा चाहिँ कस्तो खालको चाहिँ हाम्रो ग्लासहरू हुन्छ भनेको छ। हाम्रो क्वेसन नम्बर 14 मा चाहिँ हाम्रो ग्राउन्ड ग्लास इज करेक्ट एन्सर रहेको छ। हाम्रो चाहिँ ग्राउन्ड ग्लास चाहिँ हुने गर्छ। ल
त्यस्तै हाम्रो 15 मा जाउँ द साइन्स अफ स्ट्रक्चर बिम इज सब्जेक्टेड टु ट्राभर्स लोड द स्ट्रक्चरल स्ल्याब इज टुथ्स भनेको छ क्वेसन 15 मा चाहिँ साइन्स अफ स्ट्रक्चर बिम इज सब्जेक्टेड टु ट्रान्सभर्स लोड द स्ट्रक्चर स्ल्याब इज दस भनेको छ यसमा चाहिँ अप्सन एमा छ नन डाइमेन्सनल स्ट्रक्चर अप्सन बीमा छ वान डाइमेन्सनल स्ट्रक्चर अप्सन सीमा छ टु डाइमेन्सनल स्ट्रक्चर अप्सन डीमा छ थ्री डाइमेन्सनल स्ट्रक्चर भनेको छ यसमा चाहिँ हाम्रो क्वेसन नम्बर 15 को के होला साथीहरू यसमा चाहिँ हाम्रो के हुन्छ भने टु डाइमेन्सनल स्ट्रक्चर इज करेक्ट आन्सर रहेको छ साथीहरू ल त्यस्तै अर्को छ क्वेसन नम्बर 6 मा द बेरिङ स्ट्रेसेस भनेको छ अप्सन एमा छ स्ट्रेस एट मिड स्प्यान भनेको छ अप्सन बीमा छ स्ट्रेस एट द बेरिङ पिन भनेको छ अप्सन सीमा छ स्ट्रेस प्रोड्युस बाइ द बेरिङ क्यापेसिटी भनेको छ अप्सन डीमा छ स्ट्रेस प्रोड्युस फर ट्रान्सफर द लोड भनेको छ हाम्रो के होला साथी द बेरिङ स्ट्रेस इज क्वेसन नम्बर 16 को हाम्रो के हुन्छ स्ट्रेस प्रोड्युस बाइ द बेरिङ क्यापेसिटी भनेर अप्सन सीमा रहेको छ सी नै करेक्ट आन्सर रहेको छ साथीहरू ल त्यसै गरी क्वेसन नम्बर 17 मा जाउँ इन अ पिन जोइन्टेड फ्रेम द सफिसिएन्ट कन्डिसन इज द्याट देयर आर अल फोर्सेस इन अल द मेम्बर मिटिङ एट द जोइन्ट आर भनेको छ यसमा चाहिँ अप्सन एमा छ इक्वल इन एक्सियल लोड अप्सन बीमा छ सिओ कोप्लानर एन्ड इक्वल भनेको छ अप्सन सीमा छ कोप्लानर एन्ड कन्करेन्ट भनेको छ अप्सन डीमा छ इक्वल इन लेन्थ भनेको छ क्वेसन नम्बर 17 को के होला साथीहरू क्वेसन नम्बर 17 को चाहिँ हाम्रो के होला कोप्लानर एन्ड कन्करेन्ट भन्ने हाम्रो सीमा रहेको छ यो चाहिँ हाम्रो करेक्ट आन्सर रहेको छ त्यसै क्वेसन नम्बर 18 मा जाउँ द रेसियो अफ लोड क्यारिङ क्यापेसिटी अफ अ फिक्स बिम टु द्याट अफ अ क्यान्टिलिभर अफ सेम स्प्यान ह्याभिङ सेम म्याक्सिमम बेन्डिङ मोमेन्ट अन्डर द युनिफर्मली डिस्ट्रिब्युटेड लोड थ्रुज आउट द इन्टायर स्प्यान इज भनेर यसमा चाहिँ हाम्रो के हुन्छ हाम्रो यसमा चाहिँ हाम्रो कुन होला साथीहरू क्वेसन नम्बर 18 को चाहिँ हाम्रो कति हुन्छ हाम्रो इन्टायर स्प्यान चाहिँ हाम्रो यसमा चाहिँ हाम्रो 6 हुन्छ है 6 चाहिँ हाम्रो करेक्ट आन्सर रहेको छ ल त्यस्तै हाम्रो क्वेसन नम्बर 19 मा जाउँ क्वेसन नम्बर 19 मा के भने भन्दा साथीहरू इन एक्सियल लोडेड आरसीसी कोलम इफ 1/b लेस देन 12 द कोलम इज कन्सिडर्ड भनेर चाहिँ यसमा चाहिँ के हो अब यसमा चाहिँ अप्सनमा चाहिँ इकोनोमिक कोलम हो कि लङ कोलम हो कि 1/b लेस देन 12 भनेर चाहिँ 12 भन्दा चाहिँ 1/10 भनेर द कोलम इज कस्तो कोलम इकोनोमिकल कोलम हो कि लङ कोलम हो कि सर्ट कोलम हो कि ब्यालेन्स कोलम हो ब्यालेन्स कोलम हो यसमा चाहिँ क्वेसन 19 को चाहिँ हाम्रो कस्तो सर्ट कोलम रहेको छ साथीहरू हाम्रो 19 को सर्ट कोलम इज करेक्ट आन्सर रहेको छ ल त्यसै गरी 20 मा जाउँ टु अन्डरस्ट्यान्ड द सोइल कन्डिसन ओपन पिट एक्जामिनेसन मेथड इज सुइटेबल फर द फाउन्डेसन इन विच डेप्थ भेस विथ रिलेसन इज अराउन्ड वान विच इज कल्ड भनेर छ विच कल्ड के हुनुहुन्छ डिप फाउन्डेसन हो कि ओपन पिट फाउन्डेसन हो कि सेलो फाउन्डेसन हो कि जियो फिजिकल फाउन्डेसन हो यसमा चाहिँ हाम्रो क्वेसन नम्बर 20 को चाहिँ हाम्रो सेलो फाउन्डेसन इज करेक्ट आन्सर साथीहरू सेलो फाउन्डेसन भनिन्छ है जसलाई हाम्रो त्यस्तै ब्रिक नगिङ इज भनेको छ ब्रिक फिलर फर रेनफोर्स कङ्क्रिट फ्रेम हो कि ब्रिक बिल्ड विथिन द फिलर फ्रेम्स हो कि अप्सन सीमा चाहिँ ब्रिक फर द बम्बो फ्रेम्स हो कि अप्सन डीमा छ ब्रिक वर्क बिल्ड विथिन वुडन फ्रेम हो साथीहरू के होला क्वेसन नम्बर 21 को चाहिँ हाम्रो ब्रिक नगिङ इज हो कुन होला साथीहरू यसमा चाहिँ ब्रिक नगिङ इज हाम्रो क्वेसन नम्बर 21 को चाहिँ हाम्रो ब्रिक अप्सन डी इज करेक्ट आन्सर ब्रिक वर्क बिल्ड विथिन वुडन फ्रेम्स इज करेक्ट आन्सर रहेको छ त्यसरी क्वेसन नम्बर 22 मा जाउँ इन वुडन विन्डो फ्रेम्स millions are the vertical members subdividing the frame the vertically where the horizontal members subdividing the frame horizontally is भनेको छ यसमा चाहिँ क्रेजिङ हो कि ट्रान्सफर्म हो कि रिबेट हो कि अप्सन डीमा छ हर्न्स हो यसमा चाहिँ कुन होला साथी क्वेसन नम्बर 20 को चाहिँ के भन्नु इन अ वुडन विन्डो फ्रेम द millions are the vertical members subdividing the frame vertically where the horizontal members subdividing the frame horizontally is के हो horizontally is भन्ने हाम्रो के छ ट्रान्सफर्म अप्सन बी इज करेक्ट आन्सर ट्रान्सफर्म इज करेक्ट आन्सर अर्को छ डिजाइन प्रोसेस इज भनेको छ कुन होला हाम्रो क्वेसन नम्बर 20 को 23 को चाहिँ हाम्रो डिजाइन प्रोसेस इज भनेको चाहिँ सिक्वेन्स अफ स्टेप्स क्रिएटिङ एक्जिक्युटिङ हो कि अन आइडिया टु सल्भ द प्रब्लम हो कि एनी डिजाइन द्याट द प्लानर हो कि नन अफ द एबभ भनेको छ हाम्रो अप्सन ए रहेको छ सिक्वेन्स अफ द स्टेप्स अफ क्रिएटिङ एक्जिक्युटिङ इज करेक्ट आन्सर रहेको छ हाम्रो 23 को चाहिँ त्यसो 24 मा छ रेसिडेन्सियल बिल्डिङ मस्ट ह्याभ भनेको छ हाम्रो रेसिडेन्सियल बिल्डिङ मस्ट ह्याभ के को लागि चाहिँ हुन्छ भने चाहिँ यसमा सोसियल स्पेसको लागि हो कि लिभिङ डिनिङ लबीको लागि चाहिँ अर्को छ प्राइभेट स्पेसको लागि बेडरुमको लागि हो कि वर्क स्पेस भने किचन लन्ड्रीको लागि हो कि अनि त्यसपछि अर्को छ डीमा छ अल अफ द एबभ भनेको छ क्वेसन नम्बर 24 को चाहिँ रेसिडेन्सियल बिल्डिङ मस्ट ह्याभ हाम्रो के होला अल अफ द एबभ यो हाम्रो सबैको लागि चाहिँ करेक्ट आन्सर हो त्यसपछि द एफेक्टिङ फ्याक्टर अफ इन्भाइरोमेन्ट्स आर भनेको छ नोइज एन्ड पोल्युसन हो कि हामीले एफेक्टिङ फ्याक्टर अफ इन्भाइरोमेन्ट आर भनेको छ इन्भाइरोमेन्टलाई एफेक्ट गर्ने फ्याक्टरहरू के भन्छ नोइज एन्ड पोल्युसन हो कि क्लाइमेट एन्ड वेदर हो कि हाम्रो अनि अर्को छ फिजिकल लोकेसन हो कि साइड एन्ड भ्यूले अल अफ द एबभ भनेको छ हाम्रो क्वेसन नम्बर 25 हाम्रो के होला इन्भाइरोमेन्ट वातावरणलाई असर गर्ने फ्याक्टरहरू के होला हाम्रो
के होला साथी क्वेसन नम्बर कुन होला हाम्रो चाहिँ अल अफ द एबभ है हाम्रो क्वेसन नम्बर डीमा रहेको छ 25 को डी। त्यस्तै हाम्रो अर्को छ साथीहरु क्वेसन 26 मा छ मेजर ट्राफिक पार्ट सुड बी भनेको छ। मेजर ट्राफिक पार्ट सुड बी भनेको छ यसमा चाहिँ 6 इन्च वेट हो कि 1 फुट 6 इन्च हो कि 6 इन्च वेट विथ भनेको छ यसमा 1 फुट 6 इन्च भनेको छ। अर्को चाहिँ 3 फुट अर विडर भनेको छ यसमा डीमा छ मोर देन 1 फुट भनेर रहेको छ। हाम्रो मेजर ट्राफिक पार्ट चाहिँ सुड बी भनेको छ केले कति हुन्छ हाम्रो क्वेसन नम्बर 26 को छ हाम्रो 3 फिट अर विडर भनेको छ हामीले सी इज करेक्ट आन्सर रहेको छ। अर्को छ क्वेसन नम्बर 27 मा क्वेसन नम्बर 27 मा के बेडरुम्स आर ग्रुपेड अराउन्ड भनेको छ यसमा चाहिँ 27 को चाहिँ हाम्रो बिट्विन द किचन एन्ड डिनिङ हो कि सेयर बाथरुम हो कि नियर द किचन हो कि फार फ्रम लिभिङ रुम भनेको छ। बेडरुम्स आर ग्रुपेड अराउन्ड हाम्रो बेडरुममा चाहिँ ग्रुपमा अराउन्ड चाहिँ कुन हुन्छ भनेको छ यसमा चाहिँ हाम्रो अप्सन क्वेसन नम्बर 27 को चाहिँ हाम्रो के हुन्छ सेयर बाथरुम। हाम्रो बाथरुमहरु चाहिँ ग्रुपिङमा चाहिँ बाथरुमहरु सेयर गर्ने हुन्छ अरु चाहिँ हुँदैन। हाम्रो बिट्विन किचन एन्ड डिनिङ हुँदैन नियर द किचन हुँदैन हाम्रो चाहिँ ल यति नै। क्वेसन नम्बर 28 मा जाउँ साथी क्लाइमेट विथ द एक्सट्रिम अफ हिट अर कोल्ड विल रिक्वायर भनेको छ। यसमा चाहिँ क्लाइमेट्स विथ सँग एक्सट्रिम्स अफ हिट अर कोल्ड चिसो र तातो भने विल रिक्वायर भनेको छ। लेयर अफ क्लोथ हो कि बिल्डिङ मटेरियल हो कि एम्पल इन्सुलेसन हो कि भ्याराइटिज टेक्सचर हो कि भनेको छ। क्वेसन नम्बर 28 मा चाहिँ कुन होला साथीहरु यसमा चाहिँ हाम्रो स्याम्पल इन्सुलेसन इज करेक्ट आन्सर रहेको छ। अप्सन सी इज करेक्ट आन्सर स्याम्पल के रे सरी एम्पल इन्सुलेसन। क्वेसन नम्बर 29 मा जाउँ अन इन्टेरियर मे बी ड्यामेज बिकज अफ भनेको छ। यसमा चाहिँ हाम्रो अन इन्टेरियर मे बी ड्यामेज बिकज अफ भनेको छ। यसमा चाहिँ अल्ट्रा भाइलेन्ट रे भनेको छ अनप्लेजेन्ट नोइज भनेको छ। अर्को छ हाम्रो सीमा छ कम्फर्टिङ वार्मथ भनेको छ। अर्को डीमा छ कोल्ड विन्ड भनेको छ। हाम्रो 29 मा चाहिँ करेक्ट आन्सर के होला साथी अन इन्टेरियर मे बी ड्यामेज बिकज अफ हाम्रो के हुन्छ 29 मा है हाम्रो कोल्ड विन्ड इज करेक्ट आन्सर कोल्ड विन्ड हुन्छ है चिसो हावा। अनि अर्को छ हाम्रो 30 मा छ व्हिच अफ द फलोइङ इज अ पार्ट अफ द कन्स्ट्रक्सन डकुमेन्ट भन्छ। व्हिच अफ द फलोइङ पार्ट अफ द कन्स्ट्रक्सन डकुमेन्टको चाहिँ पार्ट कुन साइट मोडल हो कि डिजाइन ड्रइङ हो स्केल मोडल हो कि वर्किङ ड्रइङ हो। 30 मा चाहिँ वर्किङ कुन होला हाम्रो वर्किङ ड्रइङ इज करेक्ट आन्सर रहेको छ। कन्स्ट्रक्सन डकुमेन्टमा वर्किङ ड्रइङ इज हो ल। त्यस्तै गरी हामी 31 मा इक्विपमेन्ट रिक्वायर्ड फर द मोडेल मेकिङ आर भनेको छ। इक्विपमेन्ट रिक्वायर्ड फर मोडेल मेकिङ आर भनेको छ पेन्सिल हो कि स्केल हो कि सार्प निप्स कटर हो कि अल अफ द एबभ हो। हाम्रो इक्विपमेन्ट रिक्वायर्ड फर मोडल मेकिङ आर 31 को चाहिँ हाम्रो अल अफ द एबभ इज करेक्ट आन्सर हाम्रो डी इज करेक्ट आन्सर रहेको छ। ल त्यस्तै गरी जाउँ अर्को इन अ नर्मल प्र्याक्टिस टाइम सेड्युल फर द डिजाइन स्टेज एन्ड कन्स्ट्रक्सन स्टेज प्रिपेयर भनेको चाहिँ एक्स वाई ग्राफ हो कि पाई चार्ट हो कि बार चार्ट हो कि नन अफ द एबभ हो। नर्मल प्र्याक्टिस टाइम सेड्युल टाइम सेड्युल फर डिजाइन स्टेज एन्ड कन्स्ट्रक्सन स्टेज प्रिपेयर गर्दाखेरि चाहिँ हाम्रो केमा गर्नु एक्स वाई ग्राफ हो कि पाई चार्टमा हो कि बार चार्टमा हो कि नन अफ द एबभमा कुनमा हो 32 को चाहिँ हाम्रो चाहिँ बार चार्ट इज करेक्ट आन्सर। टाइम सेड्युल आयो भने साथै यसमा बार चार्ट लगाइदिनु होला। अनि 33 मा जाउँ प्राइमेरी कलर्स आर भनेको छ। प्राइमेरी कलरहरु के भन्छ येल्लो ब्लू रेड हो कि येल्लो ब्लू ब्ल्याक हो कि येल्लो ग्रीन ब्लू हो कि अर्को छ डीमा छ ओरेन्ज ग्रीन ब्ल्याक हो। 33 को प्राइमेरी कलरहरु हाम्रो चाहिँ के हो येल्लो ब्लू रेड इज करेक्ट आन्सर अप्सन ए। ल 34 मा जाउँ डिजाइन प्रिन्सिपल कम्प्राइज अफ भनेको छ। अप्सन एमा छ 2 प्रिन्सिपल अप्सन बी 7 प्रिन्सिपल अथवा प्रोपोर्सनल ब्यालेन्स राइथम अफ इटिसी भनेको छ। अप्सन सीमा छ ओन्ली मोर प्रिन्सिपल भनेको छ नो प्रिन्सिपल भनेको छ। हाम्रो 30 को डिजाइन प्रिन्सिपल कम्प्राइजेस भनेको छ। कम्प्राइजेसको चाहिँ हाम्रो डिजाइनको प्रिन्सिपल के होला भनेको छ 34 को चाहिँ हाम्रो 7 प्रिन्सिपल अथवा प्रोपोर्सनल ब्यालेन्स राइथम इटिसी भनेको छ। हाम्रो अप्सन बी इज करेक्ट आन्सर रहेको छ। ल त्यस्तै हाम्रो 30 मा भन्दा एन्थ्रोपोमेट्रिक्स मिनिङ भनेको के हो प्रोक्सिमिक्स डाइमेन्सन्स हो कि डाइमेन्सन हो कि प्रोक्सिमिक्स हो कि अनि त्यसपछि ह्युमन फिजिकल डाइमेन्सन हो कि इरोग्नोमिक्स हो कि अब हाम्रो ह्युमन रिलेसनसिप भनेको चाहिँ कुन होला साथीहरु हाम्रो एन्थ्रोपोमेट्रिक्स मिनिङ भनेको चाहिँ हाम्रो के होला हाम्रो चाहिँ 35 को चाहिँ एन्थ्रोपोमेट्रिक्स मिनिङ भनेको चाहिँ हाम्रो 35 को चाहिँ हाम्रो के होला साथीहरु भने चाहिँ ह्युमन फिजिकल हाम्रो चाहिँ बी अप्सन बी इज करेक्ट आन्सर रहेको छ साथीहरु। ल त्यस्तै हाम्रो 36 मा जाउँ
द विथ अफ द स्ट्यान्डर्ड ए सिरिज ड्रइङ पेपर सच एज A4 A3 A2 इज भनेको छ 1/3 टाइम्स लेन्थ अफ द पेपर भनेको छ 1/√2 टाइम्स द लेन्थ अफ द पेपर भनेको छ सीमा छ 1/2 टाइम्स द लेन्थ अफ द पेपर भनेको छ 1/√3 टाइम्स द लेन्थ अफ द पेपर भनेको छ के होला साथीहरु क्वेसन चाहिँ इम्पोर्टेन्ट क्वेसन है 36 को चाहिँ हाम्रो द विथ अफ द स्ट्यान्डर्ड ए सिरिज ड्रइङ पेपरमा चाहिँ सच एज A4 A3 A2 इजमा के हुन्छ हाम्रो 1/√2 टाइम्स द लेन्थ अफ द पेपर चाहिँ करेक्ट आन्सर रहेको छ है साथीहरु अप्सन बी इज करेक्ट आन्सर 36 को त्यस्तै 37 मा जाउँ द डाइमेन्सन सिस्टम इज अनडिरेक्सनल इफ भनेको छ यसमा चाहिँ अब एमा जाउँ डाइरेक्टली इन द ड्रइङ सिट बी रेड फ्रम द एनीवेयर अफ द ड्रइङ सिट भनेको छ अर्को छ बीमा छ डाइमेन्सन इन द ड्रइङ सिट टु बी रेड फ्रम द बटम इज अफ द ड्रइङ सिट भनेको छ हाम्रो डाइमेन्सन इन द ड्रइङ सिट टु बी रेड फ्रम द बटम एन्ड द राइट एन्ड इज अफ द ड्रइङ सिट भनेको छ हाम्रो डाइमेन्सन क्यान नट बी रिड भनेको छ यसमा हाम्रो डाइमेन्सन ड्रइङ सिट टु बी सिट बी रिड फ्रम बटम इज अफ द ड्रइङ सिट भनेको छ हाम्रो अप्सन बी इज करेक्ट आन्सर रहेको छ साथीहरु अप्सन बी है हाम्रो डाइमेन्सन सिस्टम इन द अनडिरेक्सनल इफ हाम्रो के हुन्छ अप्सन बीमा छ डाइमेन्सनल इज द ड्रइङ सिट टु बी रिड फ्रम द बटम इज अफ द ड्रइङ सिट भनेको छ हाम्रो करेक्ट आन्सर बी रहेको छ ल 38 मा जाउँ द एंगल बिट्विन द आइसोमेट्रिक एक्सिस इज भनेको छ द एंगल बिट्विन आइसोमेट्रिक एक्सिस भनेको छ अप्सन एमा छ 120 डिग्री बीमा छ 30 डिग्री सीमा छ 60 डिग्री डीमा छ 90 डिग्री भनेको 38 मा चाहिँ एंगल बिट्विन आइसोमेट्रिक एक्सिस भनेको छ हाम्रो के होला 120 डिग्री हाम्रो 120 डिग्री चाहिँ करेक्ट आन्सर रहेको छ ल 39 मा जाउँ वर्किङ ड्रइङ आर द अल्सो रिफर्ड टु एस भनेको छ वर्किङ ड्रइङ आर अल्सो रिफर्ड टु भनेको छ कन्स्ट्रक्सन ड्रइङ हो कि कन्सेप्ट डिजाइन ड्रइङ हो कि डिजाइन ड्रइङ हो कि अप्सन डीमा छ डिजाइन डेभलपमेन्ट भनेको छ वर्किङ 39 को चाहिँ हाम्रो के भन्नु साथीहरु हाम्रो वर्किङ ड्रइङ आर अल्सो रिफर्ड टु एस भनेको छ हाम्रो अप्सन एमा छ कन्स्ट्रक्सन ड्रइङ इज करेक्ट आन्सर रहेको छ त्यस्तै हाम्रो 40 मा चाहिँ भर्टिकल लाइन्स आर ड्रोन भनेको छ टप टु बटम हो कि बटम टु टप हो कि बोथ अफ द एबव हो कि नन अफ द एबव भनेको छ हाम्रो 40 को भर्टिकल लाइन्स ड्रोन हाम्रो के हुन्छ बोथ अफ द एबव टप बटम पनि हुन्छ बटम टु टप पनि हुन्छ टप टु बटम पनि हुन्छ बटम टु टप पनि हुन्छ 41 अन एस्टिमेट फर द एनी कन्स्ट्रक्सन इज द प्रोसेस अफ क्याल्कुलेटिङ भनेको छ एस्टिमेट फर एनी कन्स्ट्रक्सन प्रोसेस अफ क्याल्कुलेटिङमा के हुन्छ अप्सनमा चाहिँ क्वालिटी अफ भ्यारियस आइटम हो कि क्वान्टिटी अफ भ्यारियस आइटम हो कि स्पेसिफिकेसन अफ मटेरियल हो कि कस्ट अफ मटेरियल्स हो 41 को चाहिँ हाम्रो के होला हाम्रो 41 को चाहिँ बीमा चाहिँ क्वान्टिटी अफ भ्यारियस आइटम इज करेक्ट आन्सर साथीहरु ल त्यस्तै 42 मा जाउँ स्ट्यान्डर्ड एस्टिमेट फर्मेट कन्सिस्ट भनेको छ के हुन्छ स्ट्यान्डर्ड एस्टिमेट फर्मेट कन्सिस्ट कस्तो हुन्छ नम्बर लेन्थ ब्रेथ एन्ड क्वान्टिटी हुन्छ कि नम्बर लेन्थ ब्रेथ हाइट एन्ड क्वान्टिटी हुन्छ कि नम्बर लेन्थ ब्रेथ एन्ड क्वान्टिटी हुन्छ कि लेन्थ ब्रेथ हाइट एन्ड क्वान्टिटी हुन्छ स्ट्यान्डर्ड एस्टिमेट फर्मेट कन्सिस्ट गर्दाखेरि हाम्रो कस्तो हुन्छ यसमा चाहिँ 42 मा छ हाम्रो नम्बर सुरुमा चाहिँ नम्बर हुन्छ सायद त्यसपछि एल इन्टु बी इन्टु एच गरेर लेन्थ ब्रेथ हाइट गरेर त्यसपछि हाम्रो लास्ट तिनटैको हाम्रो मल्टिप्लाई गरेर चाहिँ क्वान्टिटी आउँछ साथीहरु हाम्रो त्यो नै हाम्रो करेक्ट आन्सर रहेको छ त्यसैले सिधै हामी बी लाई लगाएको नम्बर लेन्थ ब्रेथ ल त्यस्तै 43 मा जाउँ 43 मा के भन्यो भने प्रिलिमिनरी एस्टिमेट इज अल्सो नाउन एज भन्छ प्रिलिमिनरी एस्टिमेट इज अल्सो नाउन एज कस्तोको एस्टिमेट कस्ट एस्टिमेट हो कि रग एस्टिमेट हो कि मटेरियल एस्टिमेट हो कि क्वान्टिटी एस्टिमेट हो प्रिलिमिनरी एस्टिमेट इज अल्सो नाउन एज 43 मा रहेको छ प्रिलिमिनरी एस्टिमेट इज अल्सो नाउन एज कस्तो प्रिलिमिनरी एस्टिमेट इज अल्सो नाउन एज 43 मा रहेको छ हाम्रो रग एस्टिमेट इज करेक्ट आन्सर रहेको छ है हाम्रो प्रिलिमिनरी एस्टिमेट अल्सो नाउन एज रग एस्टिमेट पनि भनिन्छ प्रिलिमिनरी एस्टिमेटलाई अर्को छ गभर्नमेन्ट आर रेट एनालाइसिस नर्म्स आर युज फर एनी आइटम और टु क्याल्कुलेट भनेको छ यसमा चाहिँ अप्सन एमा छ मेटेरियल कस्ट फर द आइटम क्वान्टिटी अफ मेटेरियल्स भनेको छ अप्सन सी रेट अफ एनी आइटम इन्क्लुडिङ मेटेरियल लेबर एन्ड ओभरहेड भनेको छ अप्सन डीमा छ लेबर कस्ट फर द आइटम भनेको छ के ल साथी 44 को हाम्रो गभर्नमेन्ट रेट एनालाइसिस नर्म्स आर युज फर एनी आइटम और टु क्याल्कुलेट भनेको छ यसमा चाहिँ के हुन्छ रेट अफ एनी आइटम इन्क्लुडिङ मेटेरियल लेबर एन्ड ओभरहेड चाहिँ हाम्रो करेक्ट आन्सर रहेको छ अप्सन सी ल साथीहरु अब चाहिँ 45 मा जाउँ स्पेसिफिकेसन अफ एनी प्रोजेक्ट फ्रम पार्ट इन भनेको छ स्पेसिफिकेसन अफ एनी प्रोजेक्ट फ्रम पार्ट इन भनेको छ पार्टमा चाहिँ कस्ट एस्टिमेट हो कि कन्स्ट्रक्सन डकुमेन्ट हो कि वर्किङ ड्रइङ हो कि रेट एनालाइसिस भनेको छ 45 मा चाहिँ के होला साथीहरु हाम्रो चाहिँ स्पेसिफिकेसन अफ एनी प्रोजेक्ट फ्रम पार्ट इन कन्स्ट्रक्सन डकुमेन्ट इज करेक्ट आन्सर रहेको छ हाम्रो अप्सन बी त्यस्तै गरी 46 मा जाउँ साथीहरु 46 में क्या द एरिया अफ अ सेगमेंट अफ अन आर्च विथ स्पैन आई एंड राइजर आर इज एप्रोक्सिमेटली गिवन बाई भनेको छ यसमा चाहिँ के हुन्छ हाम्रो आई एन्ड राइजर आर स्पन आई
यल दिएछ हाम्रो स्प्यान चाहिँ विच आर स्प्यान आर यल दिएको छ, यहाँ राइजर आर दिएको छ भने चाहिँ एप्रोक्सिमेटली इज गिभन बाई के हुन्छ 1/2 LR हो कि डीमा छ 2/3 LR हो कि, अब डीमा अप्सन डी सीमा छ 1/3 LR हो कि, अनि डीमा छ 5/6 LR हो। यसमा सी हुनुपर्ने कहाँ के 47 द एरिया अफ सेगमेन्ट अफ आर्च विथ स्प्यान स्प्यान भने सायद एलै होला, एलआइजे भन्यो नि एउटै हो, मान्यता हो। एन्ड राइजर आर इज द एप्रोक्सिमेटली गिभन बाई गर्दाखेरि चाहिँ हाम्रो कुन चाहिँ हाम्रो हुन्छ गिभन चाहिँ कुन हुन्छ हाम्रो राइजर गर्दाखेरि हाम्रो सेगमेन्ट चाहिँ कुन हुन्छ 46 हाम्रो चाहिँ 2/3 LR इज करेक्ट आन्सर आएको छ। क्वेसन अप्सन बी इज करेक्ट। त्यसो 47 मा जाउँ साथीहरू। 47 मा के हुने द स्ट्यान्डर्ड फर्मेट युज फर प्रपर्टी भ्यालुएसन इन नेपाल इन मेन कमर्सियल सेन्टर्स द नर्म्स भनेको छ, जुन चाहिँ हाम्रो नेपालमा मेन कमर्सियल सेन्टर चाहिँ द नर्म्स हेरौँ। त्यसमा मार्केट भ्यालु 60% प्लस गभर्मेन्ट रेट 40% भनेको छ। अप्सन बी छ मार्केट भ्यालु 75% प्लस गभर्मेन्ट रेट 25% भनेको छ। मार्केट भ्यालु 70% गभर्मेन्ट रेट 30% भनेको छ सीमा। डीमा छ मार्केट भ्यालु 65% प्लस गभर्मेन्ट रेट 35% भनेर रहेको छ। कुन हुन्छ त हाम्रो नेपाल इनमा कमर्सियल सेन्टर नर्म्स कुन होला हाम्रो जुन चाहिँ स्ट्यान्डर्ड फर्मेट युज फर प्रपर्टी भ्यालुएसनमा चाहिँ हाम्रो कुन होला हाम्रो क्वेसन हो 47 को लागि चाहिँ हाम्रो मार्केट भ्यालु 70% गभर्मेन्ट रेट 30% इज करेक्ट आन्सर अहिले सीमा रहेको छ। ल सी इज करेक्ट आन्सर रहेको छ है। त्यस्तै 48 मा जाउँ। फर एडमिनिस्ट्रेटिभ एप्रुभल एन्ड टेक्निकल सेक्सन द टोटल प्याकेज कन्सिस्ट अफ भनेको छ। यसमा चाहिँ के होला साथीहरू प्याकेज कन्सिस्ट अफ भनेको छ। यसमा चाहिँ अप्सन एमा छ डिजाइन डाटा क्यालकुलेसन एन्ड रेट एनालाइसिस भनेको छ। बीमा छ डिटेल एस्टिमेट एक्कम्पेनिड बाई रिपोर्ट एन्ड स्पेसिफिकेसन भनेको छ। सीमा छ वर्किङ ड्रइङ कन्सिस्टिङ अफ प्लान्स एलिभेसन एन्ड सेक्सन भनेको छ। अप्सन डीमा छ अल अफ द अबभ भनेको छ। हाम्रो के होला 48 को चाहिँ आन्सर हाम्रो डी अल अफ द अबभ हाम्रो सबै छ, त्यसैले हाम्रो सबै इज करेक्ट आन्सर। हाम्रो टोटल प्याकेज कन्सिस्ट अफ भनेको चाहिँ हाम्रो अल अफ द अबभ इज करेक्ट आन्सर रहेको छ। ल 49 मा जाउँ। द डिरेक्ट कस्ट करस्पोन्डिङ टु द कम्प्लेक्सन अफ अन क्रिटिकल एक्टिभिटी विथिन द गिभन टाइम इन अर्डर टु मेन्टेन द क्रिटिकल पार्ट नट डिस्टर्ब इज भनेको छ। कसरी नट डिस्टर्ब क्रिटिकल भन्छ अनएक्सपेक्टेड कस्ट हो कि एडिसनल कस्ट हो कि क्रास कस्ट हो कि अपडेट कस्ट हो साथीहरू 49 मा रहेको छ। कुन होला हाम्रो द डिरेक्ट कस्ट करस्पोन्डिङ टु द कम्प्लेक्सन अफ अन क्रिटिकल एक्टिभिटी विथिन द गिभन टाइम इन अर्डर टु मेन्टेन द क्रिटिकल पार्ट नट डिस्टर्ब इज के होला हाम्रो चाहिँ अपडेट कस्ट हो। अपडेटेड कस्ट इज करेक्ट आन्सर क्वेसन नम्बर डी। त्यस्तै 50 मा जाउँ। 50 मा के भन्दा एज पर म्युनिसिपल बाई ल साइट प्लान्स फर बिल्डिङ प्रोजेक्सन सुड बी हाम्रो के भन्यो भनेपछि हाम्रो सुड बी प्रिपेयर्ड इन द फलोइङ स्केल भन्यो। फलोइङ स्केल हाम्रो चाहिँ फलोइङ स्केलमा चाहिँ अब अप्सन एमा छ अप टु 1 रोपनी 1:100 अप टु 3 रोपनी 1:400 भनेर छ। मोर देन 3 रोपनी 1:800 भनेर रहेको छ। अनि अरू बीमा छ हाम्रो बीमा छ अप टु 1 रोपनी 1:100 अप टु 3 रोपनी 1:200 मोर देन 3 रोपनी 1:400 भनेर छ। सीमा छ अप टु 1 रोपनी 1:15 भनेर छ। अप टु 3 रोपनी 1:100 भनेर छ। मोर देन 3 रोपनी 1:200 भनेर छ। डीमा छ अप टु 1 रोपनी 1:100 अप टु 3 रोपनीको लागि 1:150 मोर देन 3 रोपनीको लागि 100 भनेको छ। यसमा चाहिँ हाम्रो के होला साथीहरू यसले के भन्नु खोज्यो भने चाहिँ हाम्रो नगरपालिकाको नियमअनुसार चाहिँ हाम्रो भवन परियोजनाहरूको साइड योजनाहरू कुन स्केलमा तयार गर्नुपर्छ भनेर चाहिँ हाम्रो स्केलको लागि चाहिँ स्केल दिएको बुझ्नुभयो कि नगरपालिकाको नियमअनुसार 50 मा भनेको चाहिँ हाम्रो अलिकति यसमा गजाङ धेरै दिएको हुनाले नबुझिन सक्छ। यसमा के भन्यो भने नगरपालिकाको नियमअनुसार भवन परियोजनाहरूको लागि साइड योजनाहरूको कुन स्केलमा तयार गर्नुपर्छ भनेर दिएको छ। हाम्रो कुन कतिमा होला साथीहरू हाम्रो यसमा चाहिँ हाम्रो के गर्छ भने चाहिँ अप टु हाम्रो 1 रोपनी हाम्रो के गर्छ भने चाहिँ 1 रोपनीसम्म 1:100 गर्छ र 3 रोपनीसम्म 1:400 गर्छ र 3 रोपनी भन्दा बढीको लागि चाहिँ के गर्छ भने चाहिँ 1:800 चाहिँ गर्छ साथीहरू स्केल चाहिँ हाम्रो तयार गर्छ। त्यसैले हाम्रो अप्सन ए इज करेक्ट आन्सर साथीहरू। ल यति नै हो।
तपाईँले बुझ्नु भएको छैन भने कमेन्ट गर्नु होला साथीहरू, कमेन्टमा म बुझाइदिन्छु। यदि तपाईँले केही डाउट लागेको क्वेसनहरू छ भने साथीहरू तपाईँले कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू। ल यति नै हो साथीहरू, हामीले तपाईँले एभ्रिडे साथीहरू हामीले चाहिँ हरेक चाहिँ पहिलाको सोधेका पास्ट क्वेसनहरू चाहिँ लिएर आउनेछौँ साथीहरू। अन्य कुनै सब्जेक्टहरूको तपाईँहरूले केही नोट्सहरू केही त्यस्तो चाहिएको, केही यसमा चाहिँ अपडेट गर्न चाहिएको छ भनेपछि तपाईँ केही हेर्न छ भनेपछि भन्नु होला, हामी त्यसको लागि पनि भिडियो ल्याउनेछौँ साथीहरू। ल आज चाहिँ हामीले नै यतिमै टुङ्ग्यौँ साथीहरू। तपाईँको केही जिज्ञासा छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ साथीहरू। ल हस्, धन्यवाद, आज नै यति गरौँ।